सो हे गाइस, तपाईहरुलाई वेलकम छ मेरो अर्को पनि ब्लगमा। आई होप सबैजना सन्चै हुन्छ होला। म पनि एकदम सन्चै छु। वृन्दावनमा चाहिँ एकदम घाम लागेको छ मजाले र आज मेरो हातमा छ पैसा। मेरी मायाको चर्चा गल्ली गल्ली। मेरी माया अरे यसलाई माया भन्नु। यता मिस्त्री पढन्दास गीता बोकेर छ 5 किलो लगाएर सिरानी मुनि खप्लक हालेपछि सक्यो। 7 दिन हेर्दैन। अब गाउँ गाउँको बयर चोर है यो। नेपालमा चोर्दा चोर्दा गएर लखेटे अब यहाँ वृन्दावनमा आएर चोर्दैछ खोजी खोजी घुमी घुमी नछोडे। रुखमा चढ्न एकचोटि चढेर टिप्दा म हामीलाई दिँदैन साइकलै खान्छस् हो। बयर चोर यहाँ छ। यो पनि लखेटिएकै हो नेपालबाट भड्केर आएको हातमा हौ। बयरबाट के अरे भन्ने आएन। नेपालबाट भड्केर आएको हातमा। एउटा अर्को हातमा अनि यता मटी दुखी हातमा। उसको दुखी हातमा होइन, उ त केसको हातमा, अनुसाको हातमा। अनुसाको हातमा। यहाँ चाहिँ एमालेको खोइ के छ के भइरहेको छ। केपी ओलीका जनता एकदम भाषण सुन्नलाई यहाँ सबै तैनात छन्। हाई गर्दैछन् बाँदर पनि। यता पनि छन् बुढादेखि लिएर साना जुम्रा हेर्दैछन् केपी बा नआएर। केपी बा छिटाउनु पर्यो। अनि यता केपी ओलीको पनाती यता हेर्दै बाबा। जय बाले जय घन्टी। त्यो प्रचण्ड जस्तै देखिन्छ। मुर्रा भैँसीको दोस्रो छ यो चाहिँ। अब म चाहिँ के, म त बालेन दाइ। जय घन्टी जय देश। बोल लु आइज बोल। हेलो गाइस, यो चाहिँ भनेको हाम्रो हर्का दाइको दुध फ्यान। अनि यो चाहिँ हर्का दाइ र यसको चाहिँ एउटै कुरा कमन छ क्या, दुइटैमा दिमाग र तनाव दुइटै छैन। तनाव छैन, दिमाग पनि छैन, मलाई थाहा छैन। तर यसको चाहिँ यहाँनिर भित्र यहाँनिर हुन्छ अरूको दिमाग। तर यसको चाहिँ यहाँ घुँडामा छ क्या केटीहरूको जस्तो। हर्का भन्दा गयो गुज्रेको। गाई चाहिँ हिँड्न चाहिँ कुर्ता सिलाउनु हिँडेको। तर यसले चाहिँ यहाँ बाला देख्यो। बाला चाहियो अरे। राम्रो राम्रो कुराहरू चाहिँ त्यो केटाले पनि लाउँछन्। केटाकेटी दुइटा लाउँछन्। लु के किन्छौ साथी, के किनिदिन्छौ अब किन। राम्रो राम्रो कुराहरू छ त। मयूरको प्वाक कन्ठीहरू फोटो। यतिमध्ये के किन्छ साथीले हेर्न मात्रै बाँकी छ। लड्की बारी माला रोज रहा है। बिहे गाइस, बिहे फाइनल्ली बिहे। पछि मेरो जन्ती लाने गाडी यही हो। न्यू ब्रान्डेड नम्बर प्लेट बिनाको गाडी छ त्यहाँ। बेहुला छ यहाँ। बेहुला छोडिएर तनाव। बेहुलाको अपहरण भयो यहाँ। किडन्याप हो किडन्याप। गाइस चाहिँ हामी आएको छ पानीपुरी खान। पानीपुरी खिलाउने मान्छे निरज यता हेर न। आयो फेरि पानीपुरी खिलाउने मान्छे यही हो। खाने मान्छे त म छु। यता छ अर्को निन्द्रामै। यो निन्द्रामै छ। हिजो पनि हाई गर्दै उम्दै थियो, आज पनि निन्द्रामै छ। पानीपुरी खाए पछाडिको हालत है केटाहरूको पिरोले गर्दा। मायालु भन्दै हुँदा पानीपुरी खाएपछि कतिको पिरो भयो त। फ्रुटी नखाइ नसक्ने अवस्था आयो पानीपुरीले गर्दा आज केटाहरूको। भैया की शादी है बाबू भैया की। आज तो बजाना पड़ेगा बाबू भैया की शादी। यहाँ कुर्ता कपडा हेर्न। कुर्ता कपडा दोकान पनि बढिया। यता केही भन्दै यसो दुई चार शब्द। अहिलेको बिहे कस्तो लाग्यो त बाबु भैयाको बिहेको कस्तो लाग्यो। छाती हल्लियो अरे बिचराको चाहिँ हो। उसले अब फेरि अब कस्तो लाग्यो साडी हेर्न थालिसक्यो। बिहे गरेको छैन, साडी हेर्न थालिसक्यो उसले फेरि। ओ तिमीले त बिहे नै नगरिकन साडी हेर्दैछौ त। ना वैसा दिख रहा है लेकिन कपड़ा बहुत अच्छा है बोल रहे हैं वैसे भी। कुर्ता कपडा हेरेको। यो कुनै कस्तो छ कुनै कस्तो छ। साडी जस्तो छ कुनै। एउटा अथवा भेटिएको छ। ल गाइस, आजको भिडियो चाहिँ यही इन्ड हुन्छ। के कस्तो छ हेरेर साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त। जय नेपाल, जय देश, जय घन्टी, जय बालेन।